एक दुईवटा फोटोहरू सामाजिक सञ्जालमा हाँसेर हाल्दिए। फिल्टर लगाएर त्यो आँखा वरिपरिको कालो कालो डामहरू सबै मेटाइदिए। अनुमान लगाइदिइहाल्यौ, दाँच्दिहाल्यौ मसँग तिम्रो जिन्दगी। वाह कस्तो दामी, वाह कति खुसी, कति रमाइरहेको छ, पुरा हाँसिरहेको छ, दाँच्दिहाल्यौ। अरे दुःख छ, पीडा छ, मलाई पनि मनमै छ। दुखाइ तिम्रो भन्दा बढी होला। दुःखै नभएको, पीडै नभएको म पनि होइन। दुःख पीडा मलाई पनि छ। फरक यति हो, तिमीलाई के कारणले दुखिरहेको छ, तिमी के कारणले टुटिरहेको छौ, म के कारणले टुटिरहेको छु। बस दुखाइ एउटै हो, रोग मात्रै फरक हो। के कारणले तिमी, कुन रोगले तिमी गलिरहेको छौ, म कुन रोगले गलिरहेको छु। तिमी पनि औषधिकै खोजीमा छौ, म पनि औषधिकै खोजीमा छु। बुझ्यौ नि। अनि यो जति पनि हाँसेर भिडियोहरू बनाइरहेको छ नि, यसमा केही पनि विश्वास गर्नुपर्ने छैन। समय बित्दै जाँदा जिन्दगी बुझे, यो जिन्दगीमा बाँच्नको लागि हाँस्नु पर्ने रहेछ, हाँस्नको लागि नाटक गर्नुपर्ने रहेछ। बस नाटक गरिरह हो। एउटा भिडियो हाँसेर बनाउँदाखेरि ल मै मात्रै किन यस्तो, मलाई मात्रै किन दुःख, मलाई मात्रै किन भएन, उनीहरू त सबैजना खुसी भइरहेछ, रमाइरहेको छ, उनीहरूको त कम अन। सबलाई छ यो संसारमा, जति पनि मान्छे छ नि सबलाई आफ्नो आफ्नो पीडा छ। कति पीडामा आत्तिने, कति पीडालाई पचाउने, फरक यति मात्रै हो। सबलाई छ, ढुक्क हो। तिमी मात्रै एउटा यस्तो मान्छे होइन कि संसारमा दुखी, सबैजना दुखी छ हरेक कारणले। बुझेनौ। भन्दै गयो भने यो 10 मिनटको भिडियो भरिन्छ, तर कारणहरू सबको आफ्नो आफ्नै छ, तिमी मात्रै होइन। बुझ्यौ नि। समय अनुसार चल्न सिक र दुःखलाई पनि पछाडि राखेर हिँड्न सिक। कामै छैन आत्तिएर रुइएर अरूलाई हेरेर उसलाई त यस्तो छ, मलाई यस्तो, छोडिदेऊ।